विश्व शान्तिको पदयात्रामा भिक्षुलाई पछ्याउने अनौठो कुकुर अलोका, जसले खिच्यो संसारको ध्यान। अमेरिकामा विश्व शान्तिका लागि मौन पदयात्रामा निस्किएका बौद्ध भिक्षुहरूको समूहले विश्वव्यापी चर्चा पाइरहेको छ। तर यो यात्राको मुख्य आकर्षण बनेको छ उनीहरूलाई अनवरत रूपमा पछ्याइरहेको अलोका नामक एउटा कुकुर। गत अक्टोबर 6 मा टेक्सासको फोर्ट वर्थबाट सुरु भएको यो यात्रा लगभग 3700 किलोमिटर लामो हुनेछ। 21 जना भिक्षुहरूको यो समूह विभिन्न राज्य हुँदै वाशिङटन डीसीमा पुगेर आफ्नो यात्रा टुङ्गाउनेछन्। सुरुमा सामान्य रूपमा अघि बढेको यो यात्राले हालसम्म विशाल रूप लिइसकेको छ। उनीहरू जहाँ पुग्छन् त्यहाँ स्वागतका लागि स्थानीयहरूको भिड लाग्छ। भिक्षु र अलोकालाई स्वागत गर्न कोही फूल लिएर आउँछन् त कोही खाना लिएर। कतिपयले उनीहरूसँगै केही माइल हिँडेर यात्रामा ऐक्यबद्धता जनाउँछन्। यो पदयात्रासँगै अलोका करुणाको प्रतीक र शान्ति दूतका रूपमा चर्चित बनेको छ। भारतको सडकमा भेटिएको अलोकाले सन् 2022 मा भारतमा भएको शान्ति यात्रामा पनि भिक्षु प्रपन्ना कारालाई पछ्याउँदै नेपालको सीमासम्म आएको थियो। त्यही सम्बन्धका कारण भिक्षुहरूले उसलाई अमेरिका ल्याएर अलोका नाम दिए, जसको अर्थ प्रकाश वा उज्यालो भन्ने हुन्छ। मानिसहरूसँग सजिलै घुलमिल हुने र भिक्षुहरूप्रति निष्ठावान अलोकाको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यसैबीच साउथ क्यारोलिनामा यात्राका क्रममा खुट्टामा चोट लागेपछि अलोकाको शल्यक्रिया गरिएको थियो। यो यात्रा सहज भने छैन। यात्राकै क्रममा गत नोभेम्बरमा एक कारले ठक्कर दिँदा भिक्षु प्रज्ञा महाधमले आफ्नो देब्रे खुट्टा गुमाउनु परेको थियो। उनलाई उपचारका लागि पठाएर अन्य भिक्षुहरूले यात्रालाई निरन्तरता दिइरहेका छन्। उनीहरू दिनभर हिँड्छन् र रातमा चर्च, पार्क वा कहिलेकाहीँ खुला आकाशमुनि टेन्टमा बास बस्छन्। भिक्षुहरूले यो यात्रालाई विश्व शान्तिका लागि पैदल यात्रा नाम दिएका छन्। रुस युक्रेन युद्ध, प्यालेस्टाइनको अवस्था र म्यानमार जस्ता विश्वका विभिन्न भागमा जारी द्वन्द्व र अशान्तिका विरुद्ध शान्तिको सन्देश दिनु यो यात्राको मुख्य उद्देश्य रहेको उनीहरूले बताएका छन्। उनीहरूको यो मौन यात्राले युद्ध, घृणा र विभाजनको विपक्षमा शान्ति, दया र करुणाको शक्तिशाली सन्देश दिएको छ। विश्व शान्तिका लागि गरिएको यो पदयात्रामा भिक्षुहरू र साथ दिने कुकुर अलोकालाई तपाईँ के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।